हेलेन केलर एक झलक। रचयिता म अम्बा दत्त जोशी। प्रतिबिम्ब दृष्टिविहीन शिक्षक श्री महाकाली जनज्योति आधारभूत विद्यालय भुजेला भीमदत्त नगरपालिका 11 कञ्चनपुर। हेलेन केलर एक झलक। छन्द शार्दुल विक्रीडित। हेलेन केलर नामले जगतमा चर्चित भएकी तिमी, प्रेरणादायी भयो समस्त जनकी, संसारकी हौ निधि। ठुलो राष्ट्र अमेरिका छ बलियो, तिम्रो त्यहाँ जन्म भो। माता केट पिता त आर्थर थिए, त्यो कोख नै धन्य हो। सानै बालक काल वर्ष 2 मा सङ्कट प्रभुले दियो। आँखा कान र मुख निष्क्रिय हुँदा ठुलो विपत्ति थियो। त्यो मस्तिष्क ज्वरो त्यसै समयमा आएछ साह्रो गरी, त्यो नै कारण भो अपाङ्ग हुनमा सङ्कट भयो त्यो घरी। एलेक्जेन्डर ग्राम बेलसँग भेट तिम्रा पिताको भयो, छोरीलाई पढाऊ के गरी भनी सल्लाह धेरै भयो। एउटा शिक्षकको प्रबन्ध गरियो, जो हुन् समाजसेविका, तिम्रो त्यो प्रतिभा उजागर गरिन् आदर्श ती शिक्षिका। आमा बाबु सचेत शिक्षित हुँदा तिम्रो पढाइ भयो, घरमा शिक्षक राखी ज्ञान गुरुको आधार त्यो भइगयो। प्रारम्भिक तहको सिकाइ घरमा एनी सुलेबानले, न्यानो स्नेह दिएर कोसिस गरी विद्या दिइन् ज्ञानले। लेख्यौ लेख निबन्ध जीवन कथा, साहित्य साधक बनी आफ्ना कृतिहरू दिएर जगमा छौ प्रेरणा की धनी। नारीका अधिकार खातिर तिमी लड्थ्यौ वकालत गरी, पायौ देश विदेशबाट बहुतै सम्मान पोल्टा भरी। पायौ देश विदेशबाट बहुतै सम्मान पोल्टा भरी। धन्यवाद।